मलाई बोल्नु त आउँदैन हो के बोल्नु चिच्याउनु न सबैजना खुसी भएर गाइस गुड मर्निङ अहिले चाहिँ बिहानको 3:35 भयो सो म चाहिँ किन यति छिटो उठ्यो भन्दाखेरि आज म चाहिँ मामाको बिहेमा जन्ती जानु लागेको लाले मामाको बिहेमा सो त्यही भएर आज म यति छिटो उठेको आज आँखा पनि कस्तो भइरहेको त निदान भयो छैन कस्तो एक्साइटेड भइरहेछ क्या जानुलाई जति जानु मजा आउँछ हौ अनि त्यही भएर म छिटो उठेको छु प्रोसेसै गरेन यार दिमागले छिटो उठेर लिटरली म छिटो भनेको पनि 9 न त 10 बजे उठ्ने मान्छे यार आज 4 पनि बजेको छैन सो अब त्यही हो म रेडी हुन्छु अनि रेडी हुनुभन्दा अगाडि बेला म जान्छु अनि रेडी हुन्छ अनि के हुन्छ कस्तो हुन्छ तपाईँलाई देखाउँछु ल हस् हाई गाइस अब चाहिँ म रेडी भइसकेँ एकदम रसमा हो साडी लाउनु पनि आएको थिएन माइजूले हतार हतार गरेर लगाइदिनु भयो हो अनि गाडीहरू पनि आइसकिसक्यो अब हामी जान्छौँ एकदम दौडको साथमा तँ कस्तो देख्यो मलाई राम्रो देख्यो मामाले माइजू लिनु जानु पर्यो भन् न माइजू लिनु जानु पर्नेमा लिएर जाने अब त्यहाँ पुगेर बेघरमा गएर तपाईँहरूलाई देखाउँछु के हुँदैछ के नै भन्नुहोस् हाम्रो बेहुला मामा के हुन्छ खतरा भएको छ मेरो बेहुला ल जान भयो तपाईँ आज हाइलाइट होइन आजको हाइलाइट मलाई बोल्नु त आउँदैन हो के बोल्दैन हेलो हेलो आयो खाजा खाने ठाउँमा आराम हामी खाजा खान आँटेको यहाँनिर हेलो बुवा बिलास चाय पेछु में बिलास से कति बजिसक्यो आज 8 बज्नु 7:30 भयो त राम्रो ठाउँ रहेछ तर 7:30 भइगयो म त 7 बजे बनाउन जानुहुन्छ भिडियो 7:30 7:22 मलाई निस्केन नि निस्क्यो माइजूलाई लिन जाने स्ट्रगल यतिको स्ट्रगल चाहिँ गर्नुपर्ने हुन्छ बाजेको घर यहाँ यो ठाउँको नाम चाहिँ के हो इरामै भन्छ भन्ज्याङै भन्छ भन्ज्याङ त कतिवटा हुन्छ अरे त होइन र यो के भन्ज्याङ भन्छ
एक्साइटेड हुनुहुन्छ मामा कस्तो राम्रो ठाउँ रहेछ माइजूको हो बाबा घर उतै सबै ठुलो र सानो पर छ जोडी चाहिँ चाहियो नि खाइसक्नुहुन्छ मामा जाऊ त यो चाहिँ बेगर है माइजूको घरबाट क्या त भ्यू कति राम्रो देखेको यो इलाम बजारदेखि तल पर्दो रहेछ क्या त यहाँ चाहिँ यहाँ माथि चाहिँ एयरपोर्ट छ अरे ठ्याक्कै यहाँ माथि भन्नुहुँदैछ हेर्नु जानु मन लागिरहेछ हो कति चाहिँ राम्रो भ्यू हो अन्त हेर्नु न हो कि नै भन्नुहोस् त कस्तो मन पर्यो कि हामी तरेको मान्छेलाई फर्स्टचोटि माथि आउँदाखेरि यस्तो लागेको हो कि कति मन परेको हेर्नु न हौ त्यो चाहिँ राम्रो मन परेको हामी आज गएको छौँ इलामको एयरपोर्ट फाल्गुनन्द विमानस्थल फाल्गुनन्द विमानस्थल अनि यसको लम्बाइ रहेको छ 1 किलोमिटर यता तलबाट आउँछ प्लेन ल्यान्डिङ अनि फ्लाइट पनि ओह्रालै गएर हो हजुर हजुर यस्तोबाट आउँछ कि यताबाट काठमाडौँबाट आउँछ कि यो साइडबाट यस्तो एक राउन्ड घुम्छ होइन पाहाडको हजुर अनि त्यताबाट यस्तो आउँछ नि यहाँनिर ल्यान्ड गर्छ क्या थ्याङ्क यू खै थ्याङ्क यू देखेँ होइन थ्याङ्क यू अनि उयो चाहिँ के हो त्यो उयो चाहिँ त्यो घर हो त्यो हो क्या टावर हो त्यहाँनिर कस्तो भने उसको पनि स्टोरी छ उसको ट्र्याक्टर कुदाउँदाखेरि राइटले के भयो होइन इन्जुर भयो मतलब हिँड्नै नसक्ने गरेर अनि गाउँमा यहाँको अब एयरपोर्टको मान्छे हुन्छ नि गभर्मेन्टको उनीहरू आएर अब को बस्ने त्यहाँनिर भन्ने छलफल गरेर अनि एकजनालाई सिलेक्ट गर भन्नु क्या अनि गाउँकोले सबैजना मिलेर अब उसको अलिकति छ नि त समस्या उसको छोराछोरी पनि धेरै हुन्थ्यो उहाँको अनि त्यही भएर उहाँले सिलेक्ट गरेर उहाँ त्यहाँ बस्नुहुन्छ उहाँ चाहिँ वहाँनिर कट्ने बाटो छ कि तपाईँको अलिक आउँदा जाँदाखेरि शीतल भयो भने जानुपर्छ नि मास्तिर पनि अनि त्यहाँ त्यो अब उँभो उँधो कट्ने माथिल्लो गाउँ जोड्ने छ नि त एउटा बाटो अनि अब त्यसको पर्पजमा माथिल्लो गाउँ जाने पर्पजमा मात्रै दिन्छ त्यहाँ बसेर फोटो खिच्ने एउटा साइरन बजाउँछ क्या अनि उहाँलाई गाली गर्छ अनि अठाएर राख्छ त तपाईँकोमा खिचिदिन्छु फोटो जसरी पनि ल अब यतिको मान्छे चाहियो कसम भनेको कस्तो कन्फिडेन्टले हौ भने तर मेरो कन्फिडेन्सै छैन नि देख्नु भएन रातो भएको अघि त्यो त सुरुमा त भइहाल्छ नि त्यसको पनि ल इलामको एयरपोर्ट पनि हेऱ्यो है तर ठुलै हौ यस्तो पाहाडको ठाउँमा पनि है ठुलै हो नि अम्बो तर तपाईँको यो कति वर्ष लगायो भने नि कति वर्ष म 1 मा पढ्थेँ होला युकेजी 1 मा पढ्थेँ क्लास 10 सकेर युकेजी के 1 मा पढ्थेँ 1 मा पढ्दाबाट स्टार्ट गरेको हजुर झन्डै 10 वर्ष जति लाग्यो 10 इयर्स जति प्रोजेक्ट
कति अब प्रोजेक्टमा त कति वर्षको थियो अब कम्ती नै थियो होला हजुर हजुर तर 10 वर्ष जति लाग्यो क्या हामी हुर्केकै यही ग्राउन्डमा क्रिकेट खेलेर गोल खेलेर ए हजुर अहिले हजुर मात्रै कम्पाउन्ड लगाएको पछि मात्रै पेन नै लगाएको ए पेन पनि तपाईँ गाउँ पहिले त यहाँ त पहाड थियो होला नि हजुर पहाड पहाडलाई चिरेको चिच्याउनु न सबैजना खुसी भएर खोइ त नि गाना चाहिँ खानालाई छुवाउँदै भाइलाई भाइपट्टिबाट सुरुबाट हो त्यसरी गर अब तीनपल्ट गर अझै नहाँसिकन गर न आशीर्वाद दिँदै लु अब तपाईँ गर्नु त्यो कुममा पानीले नै हो त्यसरी नै भित्राउने प्रक्रिया हो सुकेछ पो खोइ पर्सेको पर्सिने गरी हाल्नु पर्यो नि त को पर्सिने गर्मीले कति शीतल भयो होला चाङ्कै हातमा दिनु होइन छोड न एकछिन गाइस म चाहिँ अब यहाँ घर आइसकिसकेँ उपर नै टायर्ड भयो उपर नै टायर्ड भइसकिसक्यो हो अब म लुगासुगा चेन्ज गर्छु पुरै कस्तो भइसकेको अनि सो या गाइस आजको भ्लग चाहिँ यति नै अनि उपरै रमाइलो भयो नयाँ नयाँ ठाउँमा गएँ मजा आयो है अनि मामाको बिहे पनि यसरी नै मनाइयो अनि यति नै भन्दै यो भ्लग यहाँ एन्ड गर्न चाहन्छु बाई बाई गाइस उपर नै टायर्ड भइसक्यो म चाहिँ फटाफट लुगा चेन्ज गरिहाल्छु बाई सी यु इन नेक्स्ट भ्लग बाई